वेलकम ब्याक एनदर भिडियो अनि सन्चै हुनुहुन्छ होला। यो भिडियो चाहिँ धेरै लामो समयपछि आउँदैछ त कस्तो हुनेछ त हेर्दै सुरुमा आज चाहिँ के कन्टेन्ट रहेको छ भने चाहिँ मेरो यो ड्रइङको मैले फेरि स्टार्ट गर्नु मन लागेको पहिलाको ड्रइङ भेटाएको थिएँ मैले। त्यो ड्रइङ कस्तो दामी लाग्यो। कहाँ छ त लुक 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 यहाँ काबी चाहिँ यहाँ रहेको छ होइन। काव्य नानी म इन्डिया हुँदाखेरि यसमा मैले अब त्यो कामबाट आएपछि झ्याउ लगाएर यसमा ड्रइङ हान्थेँ कि कस्तो हाने रहेछ त लगाएर भाइ छोटो मिठा च्यानलमा नयाँ हुन्छ भने सब्सक्राइब गर्न नबिर्स मलाई। चलिए सुरु गर्दै यो ड्रइङ स्टार्ट हुनु गइरहेको छ कस्तो छ भन्नु होला है। यो चाहिँ ओइ एकैचोटिमा सबै देखिन्छ त के हो आर्ट इज एक्सप्लोजन स्पेलिङ मिलेको छैन होला त्यो माइन्ड नगर्नु होला है त। फर्स्टमा रहेको छ ए इतना ही बस देखो ठिक है। यो ड्रइङ चाहिँ कस्तो रहेको छ यसको चाहिँ यो चेस्टको सेप मिलेको छैन सो द्याट इज इङ्ग्लिस आउँदैन मलाई। सेकेन्ड रहेको छ यो के हो मलाई पनि थाहा छैन ल। थर्डमा रहेछ यो आइजको भित्र यसो एउटा घोस्ट बनाइदिउँ भनेको त थ्यात्तेरिका भएन। नेक्स्ट रहेको छ सन एन्ड मुन या यो चाहिँ दामी छ है मलाई चाहिँ दामी लागेको है यो बनाउँदा फेरि पनि अब दामी हो। अनि यो चाहिँ घोस्ट कुन एङ्गलबाट यो घोस्ट देखियो यो त रोस्ट होइन त्यही पनि केही छैन। यो चाहिँ परी बनाएको थियो पापाको परी रोइरहेको तर यो हल्का दिलो होइन कि अर्को छ यो त हल्का उनै भयो कि त्यो त होइन। त्यसैले अनि टरमा रहेको छ यो ममतम जिरो कि थाहा छैन मलाई के हो तर मैले बनाउनु मन लाग्यो। यो एउटा चलेको थियो नि टिकटकमा त्यही हेर्दा बनाइदिएको मैले चाहिँ। अनि त्यसपछि यो यसको आँखा बनाउन गएको थिएँ अब यत्तिकै राम्रो देखि त्यसैले बनाउनु झ्याउ लाग्यो किनकि मलाई आँखा बनाउन आउँदैन कि आँखा बनाउँदा म हल्का कन्फ्युज त्यसैले। अर्कोमा चाहिँ यो इजुको मेदरी या डेकुलाई जसलाई भनिन्छ है यो पनि दामी छ मलाई दामी लाग्छ है त। अर्को रहेछ यो पनि त्यही टिकटकमा ट्रेन्ड चलेको थियो त्यति बेला बनाएको थिएँ होइन। यता हाम्रो अपराधी मम्मी आउनु भएको छ मलाई पेन्सिलहरू किन्ने पैसा चाहियो मम्मी पेन्सिल किन्ने पैसा चाहियो होइन क्या चित्र बनाउनु चाहियो 100-200 दिन। म अब उतै गएर कम्प्युटर क्लास पनि जानु लाग्छु ठक्क दिएन ओके हो क्या साँच्चीकै चाहियो हेर्नु कापी पनि सक्यो हस् कापी त्यो चित्र बनाउने कापी भनेको मैले त्यहाँ बुझ्नु कि नै। सो हामी चाहिँ ड्रइङ माथिमा है त। अनि त्यसपछि चाहिँ रहेको छ यो चाहिँ कुन एनिमेमा त थियो मैले बिर्सेँ तर दामी लाग्छ कि यो पनि मलाई होइन यो पनि दामी लाग्छ। अनि त्यसपछि रहेको छ यो पनि एनिमेकै त हो तर यही इजुको मेदरियावाला एनिमेको क्या माई हिरो एकाडेमियाको तर दामी लाग्छ होइन। अनि ओइ यो के हो यो कठै त झ्यास रहेछ। त्यसपछि रहेको छ यो चाहिँ मैले कसको खाप्छु हेरेर त बनाएको थिएँ बिर्सेँ तर। अनि अर्को रहेको छ त तेरिका यस्तो पनि भन्छ कि सिधो यो चाहिँ हाम्रो प्यारो एनिमेको गोकु किड गोकु। अनि त्यसपछि रहेको छ लुफी अरे वा लुफीको डेस्क। त्यसपछि रहेको हेर्ने होइन कस्तो माथि सार्न पनि नमिल्ने हो कि त्यो चाहिँ गाह्रो हो। यो चाहिँ घोस्टमा यस्तै चित्र थियो गाह्रोको भने यो चाहिँ कस्तो छ त है त यो माइकीको सन्जीको क्या भन्थ्यो बेला थाहा भएन। आज यो ड्रइङ त सकेको छ तर म बास गरी जाँदैछु यो ड्रइङ बनाउने सामानहरू ल्याउन फुल भिडियोसम्म हेर्नु होला ल। सो गाइज होइन अब चाहिँ हामी सामान लिन जाँदैछौँ र उतै एउटा कम्प्युटर क्लास पनि पढेर आउँछु म चाहिँ। अनि
लास्टसम्म हेर्नु होला के कस्तो हुन्छ होइन भिडियोमा। अनि एउटा कमेन्टमा गर्नु होला केसको चित्र बनाउने हो, आफ्नो बनाउने हो, आफ्नो केही क्यारेक्टरहरूको एनिमे कुनै एभ्री क्यारेक्टर, एभ्री एनिमे क्यारेक्टर, एभ्री म्यान एभ्री वुमेन जसको भए पनि भन्नु होला होइन। म चाहिँ गराउने कोसिस गर्छु ल। सो अहिले चाहिँ हामी सब कम्प्युटर सकेर कापी पेनहरू लिएर आइसकेका छौँ। पछाडि पागलले बसेको छ। अब चाहिँ हामी घर गएर टक्क ड्रइङ बनाउँछौँ। केसको बनाउने भन्दाखेरि हेर्नु होला केसको बनाउँछु मैले चाहिँ। सो हामी चाहिँ घर पुगिसकेका छौँ। अब चाहिँ ड्रइङ चाहिँ बनाएर बल्ल भेट्छु ल। सो मैले चाहिँ ड्रइङ गराएर भइसकेँ, कस्तो छ भनिदिनु होला। यस्तो उल्टो गराएँ भनेको त यहाँ उल्टो पो गराएछु, यतापट्टि नगराएर यतापट्टि गराएछु। कस्तो छ भन्नु होला कमेन्टमा होइन। उल्टो गराएछु, मलाई थाहा छ खासै राम्रो भएको छैन, त्यही पनि म अझै राम्रो बनाउने कोसिस गर्छु। आजको लागि चाहिँ यति नै, टाटा बाई बाई सी यू।